कति छ पुग्न? हिँड्दै गर न पुगिन्छ। मेरो खुट्टै दुखिसक्यो। ए भाइ उठ न पुगिन आँट्यो। माघे सङ्क्रान्ति पनि आयो। यो तरुल बेचेर मेला जाने पैसा बनाउनु पर्ने, कसैले किन्दै पनि हुन्थ्यो। त्यहाँ के को खान्छ तरुल? घरमा छ नि तरुल, उसिनेर खाँदा भइगयो त। लानु त लानु, भाइले रहर गरिगयो। अब अरूले 500 पर्ने, तपाईँलाई 100। घरमै कति छ के को लाग्थ्यो तरुल? ए पर्दैन पर्दैन हौ नाति, पर्दैन हौ। ल तिम्रो नातिले तरुल लिएर गयो, पैसा झिक्छौ कि हानिदिउँ अहिले? ठुलो पैसा झिक्यो यहाँनिर छिटो। अब बाबु पैसा त म बुढो मान्छेसँग कहाँ हुन्छ र? मलाई छोडिदेऊ बाबु, म तरुल ल्याइदिन्छु। त्यो बरु गएर ल्याइहाल अहिले, जाऊ छिटो, म पनि हिँड्छु। भगवान्, यो नातिले पनि गर्नु पर्यो नि। अब कहाँ होइन छिटो बोलाऊ तिम्रो नातिलाई। नाति ओए बिर्खे यहाँ आइज। छिटो बोल, जसरी पनि चाहियो नि त अब पैसा, के गर्नु? अब मसँग त पैसा छैन होइन। ए छिने छिने, यो ट्याग पैसा 4 रुपियाँ रहेछ बरु। यो 4 रुपियाँ लैजाऊ, अरू पैसा चाहिँ खातामा भइगयो। अब केटाले खाने रहर गर ल, पछि मलाई पैसा दिनु ल ल। हजुरबा, ए हजुरबा सुत्दैछन् पो त। कोल्ला 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 कोल्ला, कस्तो नराम्रो सपना देखेछु। यो बिर्खेले त तरुल चोरेर ल्याएको सपना देखे। ए नाति, नातिहरू भएछन्। ए सहरबाट नातिहरू भएछन्। बाबा मुडु ए बिर्खे, ए बिर्खे, ए सुनेन मुडा तानेर बसाए त्यही आयो भाइ। अनि के छ खबर? अनि ठिकै ठिकै छ। ए हेरौँ हेरौँ खै, ओहो पुरै खर पाकेछ नि टाउकामा। यो अनि सहरमा पनि लुटलाटको काम गरियो क्या? फुल्काइदिएछ नि त। ए यो फेसन हो, अहिलेको जमानाको फेसन हो। टाउकामा खर फल्ने र अनि के हो फुल्क्याएको चाहिँ फेसन। त्यो फेसनै हो, अहिले फेसनै हो। लु अब बरु यो कुरा छोडिदिउँ। ए बिरे ओए, ए बिर्खे यहाँ आइज त। अब माघे सङ्क्रान्तिका बेला आएछन्। अब दाजुहरू आएका छन्, मिलेर यसो तरुल सरुल खनेर खाऊ न त। होइन, म पिज्जा खान्छु, पिज्जा। भिस्सा पनि कसैले खान्छ? अचम्म खानु नातिहरू पनि। थेट बा, त्यो पिज्जा भनेको खानेकुरा हो क्या? यसले भनेको खानेकुरा हो त्यो। म चाहिँ बर्गर खान्छु अब। मोबाइलको किरोलाई पनि अब बगर खानु पर्ने। हे भगवान्, यी नातिहरूले त मलाई पागलै बनाउँछन् कि क्या हो? कसैले भन्छ भिस्सा खान्छु भन्छ, कसैले भन्छ बगर खान्छु भन्छ। कहाँबाट ल्याउनु नि अब यो भिस्सा र बगर? हैरान पर्यो। त्यस्तो पनि कसैले खान्छ? हावा भिस्सा बगर। भिस्सा र बगर होइन, बर्गर र पिज्जा हो।
अब ठुलो मान्छेले धेर नसिका त्यही भनेको। अनि यसको दाम कति अरे? 800 पर्छ 800। 800। अँ 800। खाइहालिस् नि अब तिमीहरूले पिज्जा र बर्गर। बाबेले दाम सुन्ने ढली गयो अब।